ठोक्छ हेर्नु त्यो बुढा लास्ट फायर हुन्छ साँच्चै कसम भनेको आज फायर बनाऊ न आज फायर बनाऊ फसेमा चाहिँ भन्नु हुँदैन राजाले के भन्नु फसेमा भन्नु हुँदैन फसेमा नभन्नु एकछिनबाट क्या अनि राजाले के भन्नु भने तपाईँ यस्तो भन्नु दाइ तपाईँ पनि मसँग रिसाए जस्तो गर्नु है के भन्नु भने ए ब्रान्डेड तँ यस्तो बोल्ने आफूभन्दा ठुलो छ म चुप्लाएर बस्छु दाइ मेरो गल्ती भयो बुढो हेर्नु लास्ट फायर हुन्छ केटा यहाँ जोडा भन त माल्दालाई पिर्तीले पनि भन्नु मलाई त त्यस्तो नबोल आफूभन्दा ठुलो छ भन्ने फेरि म सरी गल्ती भयो भन्छु फेरि एकछिनमा भ्यागुताको खुट्टा कति नै बेच्यो भन्छु फेरि म बिचार जोड मालदाले जोड यहाँ अप्सनै छैन एकछिन पर्खिनु हेर्नु न भोलि फोरीमा कुद्छ ल सबैजना रेकर्ड गरेर रेडी भएर बसे केटा हो म्याचमा छ क्या जोइन भन न यहाँ ऊ म्याच खेलिरहेछ भोलि फोरीमा कुद्छ एकछिन बस्नु न भनेदेखि जोडिन्छ नि साइलालाई नजोड्नु है साइला फायरमा जुत्ता खाली गरिरहेको त्यसको भ्युर्स लागेन के साइलाकोमा त्यही भएर मैले अलिकति उच्च मात्रै दिएको त कुरो बुझ्नु भयो नि साललाई साह्रो छाडा बोलो बुढो मन त्यस्तो बोल्नु होइन हल्का फल्का बोल्दा त फरक पर्दैन उही त माइला दाइको कति मिनट छ गाइचेर हो कुल ग्याङ अरे जोडा त्यहाँ वालीसँग छ भन्नुहोस् माइलाको गेम सिक्यो भन्नुहोस् यहाँ जोडा भन न मलाई जोडा भन्नु साथीहरू ओ माइला दाइले जोडो वेट 3 मिनेट भन्छ 3 मिनेट पछि आउँछ अरे भन्नुहोस् डबा ट्याबा गरौँ केटाहरूले युट्युबतिर हालेर पैसा कमाउँछ होला हौ तर नि कुलबाई जोइन भन्दैछ नि यहाँ कुलबाई नै मात्रै लेखिरहेको छन् सबैले कुलबाई कुलबाई मसँग साथी छैन नि त अघि मात्रै जोइन गर्नु पर्यो भनेको अघि को आइरहेको थियो तपाईँसँग कुलबाई जोइनमा छ नि आउँछ कि छैन साथी मसँग पहिला जोडेको कुलबाई यहाँ अहिले छैन कि मेरो अर्को आइडीमा आउँदै कि योमा छैन नि फसेमा भन्यो भने त बुढो जान्छ नि फेरि अहिले एकछिनबाट भन्छु पुरै कुरा बुढोले एउटा स्टोरी ल्याइहाल्छ आखिरमा होइन एउटा न एउटा कथा सुनाइहाल्छ होइन यस्तो चाहिँ हुन्थ्यो कि कुलबाई तपाईँ म र माइलो दाइ भए चाहिँ कथा हुन्थ्यो होला नि एकछिन चाहिँ म अब कुलबाईको एउटा केटी हुनुपर्छ ए बस्नु नि होइन बस्नु नि म प्रीतिजीलाई पनि यता मालदाईसँग साथी बनाउन लाउँछु क्या कोही कोही बेला यसो बुढोसँग साथी अस्ति थियो फेरि त्यो ब्लक भइहालेछ त्यो ब्यान्ड भइहालेछ नि एउटा आइडीमा थियो अस्ति कुन आइडी कोही कोही बेला यसो बुढोसँग टाइम पास गर्न हुन्छ नि त आउँदैछ राज गुरुङ भन्दैछन् आउँदैछन् अरे आउँदैछन् अरे उता गएको छन् के सबै केटाहरू कमेन्ट गर्नलाई गएको छन् कि उतातिर हाम्रोबाट सबैजना अघि 300 मात्र थियो नि त मालदाईको आएर यहाँनिर कति भयो भने पिर्ती कहाँ हो अहिले दमकमै हो दमकमा बैगुनहरू कतिको महँगो छ काँडा आउने बैगुन म बैगुन त्यस्तोहरू खाँदिनँ खाने म केरा मात्र खान्छु राज हो काँचो केरालाई त्यो चोपाउने केरा होइन पाकेकोमा त आउँदैन नि नभन न अहिले सुरुमा भन्नुहुन्न एकछिनमा भन्नुपर्छ ए बुढो त्यो चियावाल्नीसँग लाइभमा बसी गेम खेलिरहेछ खोइ त कहाँ गयो अलिक राम्री केटी त देख्नु न बोका माइलो उसलाई सपोर्ट आओस् कि नआओस् त्यत्तिकै टाँसेर बसिरहन्छ के खालको म चाहिँ बुढी हुन्थेन उहिले अर्को एउटा बोको टिपेर जान्थे हो त
हाम्रो प्रिटीले पनि अर्को बुढो चेन्ज गरे हो म त भोलिपछि बिहा गर्दाखेरि मेरो बुढी त मसँग खप्टेर सुतिरहेको हुन्छ हो बिउसँग म त भोलिपछि मेरो बुढी त नि बिहा गरेपछि मसँग खप्टेर सुतेन छन् त्यसका त म त राति सुतेर त्यसको त मुत्नेमा म त डल्ले खोर्सानी पनि हालिदिन्छु अनि चल्दिन्छु तपाईँकै डल्ले खोर्सानी होला नि लाम्चे र डल्ले तपाईँकै होला कीर्ति युसुफसँग छ अरे युसुफसँग छ अरे नआउने कुरा नबोला काँदै छ साललाई आयो त के गर्नु त्यसको आइडी जान्छ अहिले फेरि ल्याङल्याङ गर्नु चाल्यो जोडिङ गरौँ न म्युट गरिदिइहाल्छु उसको आइडी जान्छ आफै जान्छ के जोइन गर म्युट गर आउ दाइ हेलो साल दाइ दाइ तपाईँ जे भए पनि अलिकति उमेरको हिसाबले दाइ नै हो अलिकति अलिक कुल भएर बोल्नु क्या दाइ मिल्नु ल मैले के भनेको छु त म्युटमा छस् दाइ त सबभन्दा पहिला एक्सपिरियन्स दाइ हाँसेर आइज अनि मात्रै भिडियो खोल्छ तेरो आइडी जान्छ सबै आइडी जान्छ अनि अहिले ब्रान्डेडले चाहिँ के भन्दैछ भने साइलाको अलिकति भ्युवर्स आएन त्यही भ्युवर्स लागि मैले यसो गरिदिएको भनेर भन्छ फेरि अहिले तेरो त औकातै छैन यहाँबाट चाहिँ प्रीति जानु छौडा रन्डीका बान माछ यो काम चाहिँ अहिले चिकेर रत्न पाको रालेश्वरी हस्पिटलको भन्ने मान्छेलाई यो काम छैन यता यसको रन्डीको बान माछ चिक्ने कुकुर रन्डीका नासो मादर सुसिया माछ चिक्ने गयो डर मैले त आयो घरले जा बनले आ भन्ने मान्छेले कामै छैन खोइ त कहाँ गयो राज गुरुङ कहाँ गयो